भगवती विचान्दै हाती बिचान्दै भन् बोरा चाहियो दादा एउटा बोरा बोरा ल सन्तालाई बोरा पनि बोकाउन ल अब यसै जानु पर्छ ल ल ल ल लगाइदेऊ मामालाई लगाउन हो दिदीलाई पनि दलाउन अरे बाप्रे के छ गुरुजी खबर ओ माई गॉड ल त यस्तो म त आमालाई पनि अलिकति मामालाई अलिकति यसै मामा हुन पाइन्छ त भनौँ न के छ हौ खबर मागा मागा भगवती भिक्षान्दै भगवती भिक्षान्दै अलि बोलो भगवती भिक्षान्दै एकचोटि फेरि आउँछु नि घुमेर आउँछु नि खै पूजा फोन गर्नु न भगवती भिक्षान्दै अलि साह्रो भन है अलि साह्रो हो गणलामा दल्दै नआउने अरे कि भगवती भिक्षान्दै भन न अलि डह्रो माइक ल्याउने बेला हो मन्दिरबाट भगवती भिक्षान्दै भान्जाले बोल्ने हो त्यो सब्जी पनि हेर्दै गर्नुपर्छ है आउने हो भन अलि साह्रो भन अब फेरि आउँछौँ हामी यो बेहुली किन कि फेरि यता पनि यता पनि ल भगवती भिक्षा भन न भगवती अलि साह्रो भन यहाँ त सन्तोषकै व्रत भन्दा भए जस्तो छ अलि यिनको चाहिँ बोल्न आउँछु भन पैसा फेरि कति धेरै छ भगवती भिक्षान्दै भन नगर्नु न भा भगवती भिक्षान्दै त्यही त भयो काकी 9 दिन भनेर रातै राख्नु नि त सब हो भगवती भिक्षान्दै भन न तर भगवती भिक्षान्दै भन आउँछु एकचोटि आउँछु भगवती भिक्षान्दै भयो ल टिको लगाइदिनु है लु त्यो बोरा पनि ल्याउँ है गुरु बोरा भरिएको छैन नि अलिक भरियोस् न भगवती भिक्षान्दै भन विहान जगदीश्वराय समर्पयामि श्रीरामाय सहिताय श्री सत्यनारायणाय
नमः 3 नंबर का चढ़ाइए Mama karpura batam toya mandakinya samarita रङ लगाइदेऊ न उतातिर ए मलाई ए हे लु लु त यहाँ भाग्न पाइन्छ क्या हो 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 अनि अरे रङ यता चेलीबेटीहरूलाई पनि रङ लगाइदेऊ न अलिक रङको देखिएन नि त चिनिएन अब त ब्याङ्क पर्यो तपाईँलाई चाहिँ कसले ब्याग भिराइदिनु भयो ब्याङ्क हो ब्याङ्क वाणिज्य ब्याङ्क नर्मल ब्याङ्क हो उठ्ने ठग्ने ब्याङ्क त होइन नि पाहाडी हामीलाई दलेर चल्थ्यो